हेलो साथी सम्पूर्णलाई नमस्कार। म चाहिँ हस्पिटलतिर गएको थिएँ, सानो काम थियो है। अनि त्यहाँ गएको बेलामा चाहिँ यसो गरेर चाहिँ मेरो भान्जा पनि त्यही गएको रहेछन् है। भेट भयो। भान्जा चाहिँ कान्छो भान्जा चाहिँ बिमारी भएको रहेछन् क्या, त्यही भएर चाहिँ उनी भान्जा हस्पिटलमा गएको रहेछन्। त्यहाँदेखि चाहिँ म कुराकानी भयो है। कुराकानी भएपछि चाहिँ सबैजनासँग बस्यो, आएर चाहिँ के छ कसो छ गफसाफ गर्यो। अनि अर्को चाहिँ तपाईँ भान्जीको श्रीमान पनि हुनुहुने रहेछ भान्जा है। उहाँसँग भेट भयो, रमाइलो भयो, रमाइलो गरेर होइन। त्यहाँ अर्को चाहिँ अब साथीहरूसँग चाहिँ अब एउटा यसो रमाइलो भिडियो बनाऊँ भनेर चाहिँ भान्जाले चाहिँ एउटा मेरो जेठो भान्जाले चाहिँ क्वेसन सोध्दै थिएँ होइन। उनले चाहिँ अब हल्का कमेडी पनि भयो त्यहाँ है। त्यो अब राम्रै भयो भनौँ। अब सबैसँग एकदम भेटघाट भइयो। अनि भेटघाट भइसकेपछि चाहिँ अब हामी लाग्नुपर्छ भनेर नास्ता खाइरहेको थिएन होइन। अब नास्ता खाना गयो, टक्क नास्ता सबैजना खाना निक्लिसकेपछि चाहिँ अब एकजना होटल कहाँ छ भनेर खोज्दै गयौँ होइन। होटल चाहिँ अब त्यहाँ हस्पिटलदेखि पर रहेछ। अनि त्यहाँ गयौँ, त्यहाँ गएर चाहिँ अब तपाईँको हामीले चाहिँ मिन्सहरू अर्डर गरेको थियौँ देख्न सक्नुहुनेछ। खाना पनि आयो, त्यहाँ खानसाना खाइसकेपछि चाहिँ अब सबै तर हस्टेल त लाग्नुपर्छ, हस्टेलतिर लाग्दैन मिलेर गरेर खाइयो। जस खाना चाहिँ राम्रो दामी रहेछ। द फुड